इन्जरी त देखिएको होइन नि हाम्रो कुञ्जन सरले। भाइको अब के अरे देब्रे हातको बुढी आउनमा चाहिँ हिजो रिसेप्सन प्र्याक्टिस गर्दा दुखाइएको छ तर भाइले पनि तपाईँ खेल्नु दाइ भन्नुभएको छ। त्यही भएर जर्नी गर्नको लागि सबै आएको हो। अब कसैको भाग्यमा कति लेखेछ भन्ने कुरा हो। अब हाम्रो पनि यात्रा गर्ने त अब चाहना हो। हेरौँ अब के हुन्छ। अब कहाँनिर गएर पूर्णविराम लाग्ने हो या अगाडि बढ्ने हो त्यो त अब खेलेपछि नै थाहा होला। कसैले नकारात्मक कुराहरू गर्दै गर्दाखेरि त्यो नकारात्मक कुरालाई सकारात्मक ढङ्गले हेरेर मेहनत गर्नुभयो भने गरियो भने अवश्य पनि आइन्छ भनेर। तर अझै टप फर्ममा त आएको छैन। अझै म मेहनत गर्नेछु। खेलकुद सम्बन्धी सम्पूर्ण सामग्रीहरू एउटै छाना मुनि आरम्भ स्पोर्ट्स हाउस महेन्द्रपुल पोखरा। नौ संस्करणको यो एनबीए क्लब लिग च्याम्पियनसिपमा छौँ आज हामी र आज भर्खरै मात्र खेल सम्पन्न भएको छ गण्डकी प्रदेश र नेपाल पुलिस क्लब बीच। दुवै टिमलाई एकदमै दावेदारको रूपमा हेरिरहेको थियो र यस बीचमा हामी कुराकानीमा जोडिएका छौँ गण्डकी प्रदेशका लामो समयदेखि साबिक पश्चिमाञ्चल हुँदै हाल गण्डकी प्रदेशसम्म खेल्दै आइरहनुभएका राजन दर्लाइ मगर। यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद। विशेष त कस्तो रह्यो आजको यो खेल? आजको खेल अलिकति प्रेसर किनभने उतापट्टि बढी नै नेसनल प्लेयरहरूको जमात भएको टिम हो र अहिले पछिल्लो समय नेपालको सबभन्दा बढी च्याम्पियन मेडलिस्ट गोल्ड मेडलिस्ट टिम हो। त्यही भएर हामीलाई अलिकति टफ म्याच पनि थियो र अलिकति प्रेसर पनि थियो किनभने नेपालको टप टिमै उही अहिले देखिएकोमा नेपाल पुलिसभन्दा अरू कोही पनि छैन। गाह्रो थियो तर त्यस्तो अब विदेशी खेलाडीहरूको कम्बिनेसन अट्याक र हामीले गरेको सपोर्टले इजी नै भयो लागु गेम चाहिँ। जस्तो हजुरको व्यक्तिगत रूपमा कुरा गर्ने हो भने गण्डकी प्रदेशमा केही समय हराउने केही समय आउने, अब त गेम घट्यो होला भने फेरि पहिलाको नै लयमा नै देखिने हामीले पाइरहेका छौँ। यसको आफूलाई फिजिकल फिटनेस र मैदानमा राखिराख्नको लागि के गर्नुहुन्छ? सबैभन्दा ठुलो कुरो मेहनत हो होइन। अब कसैले नकारात्मक कुराहरू गर्दै गर्दाखेरि त्यो नकारात्मक कुरालाई सकारात्मक ढङ्गले हेरेर मेहनत गर्नुभयो भने गरियो भने अवश्य पनि आइन्छ भन्ने कुरा। तर अझै टप फर्ममा त आएको छैन। अझै म मेहनत गर्नेछु। विशेष त हजुरको सँगसँगै हजुरको अलिकति पछाडि अब राजन दर्लाइ मगरको विकल्प बन्दैछ भनेको कुञ्जन साईलाई यो प्रतियोगिता भने लगातार हामीले मैदान बाहिर देखिरहेका छौँ। कारण के? यो अब कोचहरूलाई थाहा होला यो विषयमा र अब अहिले आएर खेलिरहेको छु। अब रिसेप्सनको लागि खेलेछु। अब डिफेन्स पनि बिस्तारै हुँदैछ। टिम कम्बिनेसन अनि भाषा कोअर्डिनेसन पनि छ। टिम कोअर्डिनेसन चाहिँ गर्न सक्ने चाहिँ मेरो अब्बल क्षमता पनि छ। यो चाहिँ घमण्ड गरे है विषयमा चाहिँ है। केही इन्जरी त देखिएको होइन नि हाम्रो कुञ्जन सरले? भाइको अब के अरे देब्रे हातको बुढी आउनमा चाहिँ हिजो रिसेप्सन प्र्याक्टिस गर्दा दुखाइएको छ तर भाइले पनि तपाईँ खेल्नु दाइ भन्नुभएको छ। त्यही भएर हजारौँको सङ्ख्यामा भएका दर्शकहरू लगभग 60% भन्दा बढी गण्डकीको पक्षमा देखिएको छ। त्यो गण्डकीको लागि आउने हुटिङले खेलमा मैदानमा कस्तो प्रभाव पार्छ? उहाँहरू नै हाम्रो ऊर्जा भनेको जुन फ्यान फ्लोइङ अब खेलौँ भन्ने चाहिँ ऊर्जा आउने भनेको त सपोर्टरबाट हो नि त होइन। जति राम्रो खेले पनि त काम छैन त राम्रै होइन भने डोमिनेसन भयो भने त को खेल्न सक्छ र होइन। हाम्रो ऊर्जा भनेको सपोर्टर नै हो। यो ऊर्जा अब भोलिका दिनमा कस्तो देखिन्छ होला? यो ऊर्जा अब हामीले अब राम्रो रिजल्टहरू दिँदै गयो भने अब अवश्य पनि ऊर्जा सकारात्मकै रहिराख्ने हो। बिस्तारै टिम डाउन भइसकेपछि अब कतिपय फ्यानहरू त जो राम्रो खेल्छ त्यसलाई सपोर्ट गर्ने छैन। त्यही भएर पछि गण्डकी प्रदेश अब सिभिल टिम भइकन पनि अब विभिन्न प्रतियोगिताहरूमा मेडल टच भइरहेको भएर पनि धेरै अडियन्सहरूले माया गर्ने। ओके, एनबिएको अबको यात्रा अबको आउँदो खेलहरू कस्तो हुन्छ होला भन्ने हजुरले अनुमान गर्नुभएको छ? अब हामीलाई त अब सबै म्याचहरू टप छ। अब भारतीय खेलाडी साथीहरू पनि आउनु भएको छ। मणिमुकुन्द भलिबल क्लब, एटिएफ क्लब विभागीय टिम छँदैछ अनि हेल्थ नेपाल क्लब पनि राम्रो नै छ। सुदूरपश्चिम पनि राम्रो नै छ। अब म्याच चाहिँ यो त नेपालको टप 8वटा टिमहरू खेल्ने म्याच हो। कुनै पनि टिम त्यस्तो कमजोर चाहिँ छैन। अब के सोच्नु भएको छ अन्तिममा मेरो प्रश्न? अब यो यात्रा मालदिप्ससम्म पुग्छ होला त? जर्नी गर्नको लागि सबै आएको हो। अब कसैको भाग्यमा कति लेखेछ भन्ने कुरा हो। अब हाम्रो पनि यात्रा गर्ने त अब चाहना हो। हेरौँ अब के हुन्छ। अब कहाँनिर गएर पूर्णविराम लाग्ने हो या अगाडि बढ्ने हो त्यो त अब खेलेपछि नै थाहा होला। सुन्छ यहाँलाई समय र सम्वादको लागि हार्दिक धन्यवाद। यहाँ हजुरको गण्डकी प्रदेश चाहिँ पाकिस्तानी प्लेयरहरूसँग खेल्दैछ, कसरी टिमअप के कस्तो भइरहेछ एकचोटि भन्नु न। उहाँहरू अब भाषा हो मेन कुरा होइन।
अब उहाँहरूको स्किलको कुरा गर्ने हो भने त उहाँहरू त हामीभन्दा अब धेरै माथि स्किल भएको प्लेयरहरू हुनुहुन्छ हाम्रो देशको भन्दा। उहाँहरूलाई त्यो स्किल त हामीले भन्नुपर्ने अवस्था छैन। प्रब्लम भनेको भाषा हो र भाषा पनि हिन्दी बोल्ने भएको भएर सजिलै भइरहेछ। के छ अरू? ओके, हस्, यहाँलाई हार्दिक धन्यवाद। अबको यात्रा पूर्णविराम पक्कै पनि मालदिभ्समा गएर नै त्यो पनि विजय ट्रफी सहित यहाँको पूर्णविराम लागोस्। हस्, धन्यवाद, नमस्ते। हस्, धन्यवाद।